Hello and namaste. Welcome back to my vlog. First of all, my name is Monju Tamang र म फेरि पनि आज जाँदैछु खेतमा आज बिउ छर्ने भन्दै थियौँ तर आज धेरै गर्मी भएको यहाँ धेरै घाम लागेको कारणले खेतमा जान सकिएन। त्यही भएर म जाँदैछु आज खेत र पानी परेर पुरा माटो मुनि भइराछ नि त। झारहरू म त भाँसिरहेछ भाँस्ने मतलब पनि के भन्नु पुरा माटो तल बसेको छ क्या। त्यही माटोलाई मैले माथि उचाल्नको लागि म जाँदैछु खेत। आज बिउ छर्ने रात पर्न आँटिसक्यो हेर्नुहुन्छ 3 बजिसक्यो 4 बज्यो रात परेको छैन 4 बजिरहेछ 4 बजी चाहिँ यस्तो समय छ। अहिले अलिअलि शीतल भएको कारणले म चाहिँ खेत जाँदैछु होइन। खेत गएर अब काम गर्नुपर्ने भइरहेको छ। नगरिकन पुग्दैन खाना साँझ र बिहान भने जस्तै हो। के गर्नु धान रोप्नै पर्छ खानै पर्छ। त्यही भएर म जाँदैछु खेत। तपाईलाई म खेत पुगिसकेर त्यही भिडियो देखाउँछु। हामी चाहिँ यही बाटो खेत जाँदैछु म है हामी होइन म। यस्तो छ हाम्रो खेतहरू होइन। वरिपरि देख्न सक्नुहुन्छ कस्तो सुक्खा छ होइन। पछि सबमा धान हुन्छ क्या सबमा। यो चाहिँ घाम ओझाइसकेको छ हेर्नु है। म चाहिँ खेत आइसकेको छु हेर्न सक्नुहुन्छ। यतातिर चाहिँ धान छरिसकेको छु होइन छ। यहाँ आउँदा आउँदा चाहिँ हत्तु भइन्छ क्या त्यत्रो टाढा छ क्या। यता पछाडि चाहिँ मेची खोला छ त्यही भएर यहाँ आउन टाढा लाग्छ। गाह्रो पनि साह्रै गाह्रो हुन्छ नि हौ हिँडेर आउनु। सो म चाहिँ आइसकेको छु त्यही ड्रेस त्यही बेस्ट त्यही थोपडा लिएर तपाईँहरूको अगाडि आजको मिनी ब्लगको लागि। सो म हजुरलाई देखाउन गइरहेको छु हामी कसरी धानको बिउ चढ्छौँ र धानको बिउ चढ्नुभन्दा अगाडि के गर्छौँ। यहाँबाट चाहिँ म खन्दैछु हेर्नु यसरी है। कस्तो गाह्रो थियो माटो पुरै भाँसिसकेको थियो क्या साह्रै परिरहेको थियो तान्नको लागि। यहाँदेखि म तपाईँलाई देखाउँछु हामी कसरी धान कुट्छौँ घरमा त बिउ चढ्छौँ भनेर हेर्दै जानु। हामीले चाहिँ पुरै झार जिलाइसकेर धान छर्नको लागि रेडी भइसकेका छौँ होइन। यसरी आडीमा हाल्दै मल छरिसकेर यसरी धान छर्दैछौँ होइन बिउको लागि। क्या दामी देखिरहेको छैन नि धान छर्दाखेरि। फाइनली हामीले चाहिँ आधी धान झरिसकेको छौँ होइन बिउको लागि। हाम्रो चाहिँ काका लाएर सघाइदिनु भयो। हामी सक्दैनौँ भनेर हामी झार झिलाएको थियौँ नि त्यही भएर म सघाइदिन्छु भनेर हाम्रो काकाले सघाइदिनु भयो। यसरी हेर्नु धान झरिसक्दा चाहिँ क्या दामी देख्दैन नि यसरी भर्खरै पाटा छर्नुपर्छ मल हानेर है यसरी। यहाँ चाहिँ हाम्रो दादा पनि धान छर्दै हुन्छ यहाँ बढी बसिरहनु भएको हुन्थ्यो फर्केर होइन। सो हाम्रो चाहिँ खेत सकिसकेको छ कि बिउ छरेर भोलि हामी छोप्न आउने हेर्नु हेर्नु हेर्नु। ल बाई बाई गाइस भोलि भेटौँला भोलि पर्सि भेटौँला भेटघाट गर्दै गरौँला भिडियोमा मुलाकात गर्दै गरौँला। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई।